महागुरु फाल्गुनन्द 141औं जन्म जयन्तीमा उपस्थित सबैलाई सेवाहरू गर्दै सबैजना सेवा सभा सम्मान सेवा सभा यहाँ हुनुहुन्छ त्यसरी नै हाम्रो सदस्यज्यूहरू सबैजना 141 गइरहेका छौँ उपस्थित हुनेवालाहरू हुने भइरहेको छ आउने आइरहेको छ आइसक्नेहरू हामी सेवामा बस्नु अब 8 बत्तीहरू प्रज्वलन गर्ने बाँकी छ हाम्रो र यसरी नै हाम्रो अब कर्मश जानेवाला छ ल किराँत सञ्जीव नियम अनुसार र महागुरुको उपदेश अनुसार हामी यो कार्यक्रम गरिरहेको छौँ किनभने यो चाहिँ अमेरिकाको ठाउँ अमेरिकाको पनि युएसएको मेक्सिकनको ठाउँ यहाँ चाहिँ आफ्नो ठ्याक्कै 25 गते नै सेवा गर्न सकिँदैन किनकि भन्दाखेरि हामीले त्यसका आसपास छेउछाउको शनिबार आइतबारलाई हामी जहिले पनि फलो गर्नेछौँ किनभने यहाँनिर सबैको आफ्नो आफ्नो जब हुन्छ जब गइएन भने त्यही हुन्छ त्यसकारण हामीले आज अलिकति कार्तिक 25 गतेलाई नपर्खेर अलिकति पहिला नै हामीले यो महागुरुको जन्म जयन्ती हामीले मान्न गइरहेको छौँ र आफ्नो आफ्नो अमेरिकामा बस्ने साथीभाइहरूले आफ्नो आफ्नो ठाउँमा आफैले मान्नुभएको होला त्यही तरिकाले देश विदेशमा बस्नेहरूले आफ्नो आफ्नो तरिकाले मान्नुभएको होला र हाम्रो मेचिगनको तरिका चाहिँ यही रहेको छ ल केही नदेख्ने केही नजान्ने हामी किराँतीहरूलाई चाहिँ उही मङ्सिमाङ महागुरु फाल्गुनन्दले हामीलाई यो बाटोमा डोर्याउनु भएको छ त्यसै कारण यहाँ माङ सेवा सँगसँगै मरुङ सारा आज यो कार्यक्रममा धेरै गहिरै कुरा गहिरै मनभित्रको आत्माभित्रको हाम्रो पीडालाई बुझेर हामी समक्ष यहाँ दिइरहनु भएको छ सन्देश यसलाई हामीले पक्कै पनि सिरपर राखेर मनन गर्नुपर्ने हुन्छ र यो बाटोलाई हामीले पछ्याउनु पर्ने हुन्छ ल यस्तै छ आजको हाम्रो 141औं महागुरुको जन्म जयन्तीको अवसर यस्तै छ अब एकछिनबाट हाम्रो 108 पजल अथवा 141 है ए 141 यति नै छ ए ल मैले अलिकति 141औं बत्ती नै पनि छ रहेको छ र यसलाई हामी एकछिनबाट
प्रज्वलन गर्नेछौँ ल नभएको हुनाले गर्दा हामीले आज मिटिङ गरेछौँ हामीले निर्णय गरेको होइन नाना हामी अब यहाँ हामीहरू नेपालमा भुटानमा बसे जस्तो होइन नि त यहाँ त कामको काम हुन्छ त्यसले गर्दाखेरि आज एक दिन फुर्सद भएकोले गर्दा कतिलाई त त्यो पनि फुर्सद छैन कतिको त कामै छ त्यसले गर्दाखेरि हामीहरूले अब यही दिन चाहिँ आजकै दिन चाहिँ जुराएर बरु औदा गुरुको के अरे गतेले चाहिँ मङ्गलबार मात्रै भेट्छ बारले चाहिँ आजै भेट्यो त्यो ठिकै छ हामीले अलिक मान्छेको पनि फुर्सद आजै हुन्छ भनेर हामीले यो मिलायौँ त्यसले गर्दाखेरि हामीहरूले कसैले अनर्थ नसम्झिदिनुहोस् यसमा अरू कतै बाहिरबाट देख्यो भने त सम्झिन्छ होला तर हामीहरूले टाइम निकाल्दाखेरि यस्तो भएकोले गर्दाखेरि हामीले टाइमलाई फलो गर्ने हुँदाखेरि चाहिँ आजको पार्टमा हामी यो बाजी सफल भयौँ राम्रो भयो हामीहरूले अब कार्यक्रम गर्दै जाँदाखेरि राम्रो हुँदै जाओस् आजदेखि राम्रो भएर अब साली नै हामीहरूले नबिर्स्यौँ सबै अब गुरु जन्म जयन्ती र अब जयन्ती भनेको चाहिँ महागुरुको गएकोले गर्दा जयन्ती भएको अरे अब हुने गुरुहरूको चाहिँ अहिले फेरि जन्म उत्सव भन्छ फेरि जन्म उत्सव जन्मिएर अब बर्थडे अब हाम्रो अहिले ठुलो गुरुको हुँदैछ मङ्सिरमा 18 गते त्यो चाहिँ जन्म उत्सव हो अनि फेरि गुरुआमाको फागुन 3 गते बिहिबार हो गुरुआमाको उसको पनि जन्म उत्सवै हुन्छ अनि हामीहरू उँधौली सेवा पनि हामीहरू अब यतिखेर उँधौली किनभने उँधो गर्मी भएपछि उँभो चराहरू उड्छ नि त जे पनि बाख्रा भेडा पनि अब जाडो पलायो भने चाहिँ ओह्रालो पुग्छ फेरि गर्मी पलाएपछि उकालो पुग्छ हो त्यो हामीहरूले त्योलाई पनि हेरेर उँधौली भनेकोलाई एउटा कुरा चाहिँ बिउ सर्ने बेलाको चाहिँ त्यसलाई चाहिँ उँधौली अहिलेको चाहिँ उँधौली अब त्यसरी हामीले बुझ्नुपर्छ कुन सेवा हो हामीले लगाएको भन्ने चाहिँ नहोस् होइन हामीहरूको सेवा लाउँदाखेरि उँधौली अनिवार्य छ बिचमा हामीले भ्याङ भने अब बिचमा सेवा लाउनु मिल्छ हामीले महिनै पछि सेवा गर्नु नै राम्रो मैले चाहिँ खास के भन्नु खोजिरहेको छु भने हाम्रो सम्पूर्ण किराँती वर्गहरूलाई हामीहरू सबै शब्दीकरण भएको शब्दीकरणको मालाभित्र उनिएका मात्रै छौँ तर के हो भन्दाखेरि चाहिँ हामीहरूले यो समयलाई चाहिँ हामी ख्याल गर्दैनौँ यो विशेष गरेर हामीहरूले समयलाई ख्याल गर्यौँ भने अहिले सङ्दाङ्गे उरुम सादाले ओमको त्यो अर्थ के हो भन्दाखेरि चाहिँ हामी जति पनि यहाँ आउनेले चाहिँ त्यो ज्ञान पायौँ नि नआउनेले चाहिँ त्यो ओ भनेको के भनेको भोलि दोस्रो मान्छेलाई नआउने मान्छे हाम्रै मान्छेलाई पर्यो भने पनि त्यो के बनाएको भयो भन्ने खालको एउटा तर एउटा उँधौली ज्ञानले चाहिँ हामी केही न केही ज्ञान पाउँछौँ र हामीहरूले अब जस्तै हाम्रो नानीहरूलाई ज्ञान दिनुपर्ने यो हामीहरूले नानीहरूलाई पनि यो अहिले कतिपय लिनेले लिएको छ नलिने ज्ञान नभएकोले थाहा छैन हाम्रो यो जति पनि शब्दी गुरु मन्त्र दिएको कुरो यो शब्दी गुरु मन्त्र नपाएकोलाई हामीहरूले जतासुकै भनेर हिँड्ने कुरो हुँदैन यो
जसले पाएको छ त्यो उसको लागि पाएको र त्यो नानीहरूले अलिअलि मास्तिरसम्म पढेर गएकोले त्यसको पनि खण्डन गर्दैछन्। त्यसको अर्थ अब नानीहरूलाई बुझ्ने अर्थ समयमा हेरिदिए चाहिँ राम्रो हुन्थ्यो, किन त्यो नहेर्दाखेरि चाहिँ आफै पछाडि परिरहेको हुन्छ र त्योदेखि हामीहरूले विशेष टाइमलाई चाहिँ एकदम फलो गर्नुपर्छ। अब टाइमलाई फलो नगर्दाखेरि हामीले अघि एउटा पोइन्ट हामीले पछाडि राखेका छौँ। किन भन्दा हामी लगभग 43 घरको टोटलमा छौँ। 43 घरमा हामी कमसेकम 22 घर मान्छे अनिवार्य उपस्थिति हुनुपर्छ र त्यतिले चाहिँ पारित गर्नुपर्छ भन्ने चाहिँ हामीले पहिले पनि निर्णय गरेका थियौँ र त्यसले गर्दा हामी पछाडि पर्छौँ र हामीले सबैले टाइमलाई फलो गरौँ। एक आपसमा हामी भेट भएर गफै गर्दाखेरि पनि हामीले अलिकति नवा शक्ति पाउँछौँ क्या। सुनाइराख्नु नानीहरू भन्दै मेरो कुरा यी छोट्याएँ है। तागेर नफुमाङ पक्तुङदो इमागे मिखुङ थाङाङले तादिगे सेमाङनुमा थान्दाङो इसेन्दिङ यमेनुमा थान्दाङो ओत माङमा माङे हाङ हाङ माङलाक पोकमा माङ सेवारो। यो चाहिँ सुत्दाखेरिको ल अब चाहिँ अब उठ्दाखेरि बिहान उठ्दाखेरिको भन्दैछु है, त्यो पनि ध्यान दिइराख्नु, सुन्नुहोस् है। ओ माङमा माङ माङधक सेवा होक्सोदिङ कुबे थाङाङलो। अब उठेपछि चाहिँ म माङको शरीर हुनु पाऊँ भनेको हो नि त। माङधक सेवा र होक्सोदिङ कुबे थाङाङलो ओत माङमा माङ माङलाक हाङ माङधक ठिकठक कुधक पोङमा नागुङ ल। अब म उठेँ, अब तिमीसँग लिन भए भनेको है। के भनिन्छ भन्दाखेरि चाहिँ तान्छोगेनको सकनाम तारेले पेगेरे पेनाम पिन्दे ओत माङमा माङे क्या सोमाङ केमाङ यमनावा ओत सोमाङ केमाङ यमनारा ओत त इगेन हक्लिगेन नाम्बिन चुवाले सेन्दाङ्गे लाबी चुवा भनेको पानीको नाम। नामलिङ्गे सेवा अब त्यो बिहानको पानी सेन्दाङ्गे लाबी चुवा सबकेङ्ग थुवा युमामाङ चुवा। त्यो चाहिँ अब हामीहरूले युमामाङ सम्झेर पानीले नुहाउनु पर्ने। सुसुङेङ लाराङे चुवा ओत केजङ समित माङधक माङयाम नारा वरुममा चुवा नासिङ अधक यामना तिङदिङ नहेन हारा मिक्सुन सोगेन्दिङको सोमा लाभतिङको एपमा होक्सोगेङ्गा वहाम थाने। अब साङसाङ ओसेसे ओसेल्दिदिङ सेवाको सेवाहरू भन्दै त्यहाँबाट फेरि अझै छ है बुन्दुल त पोकमा माङ। अब निगेसङ पोकमा माङ सेवा सम्माङे पोकमा माङ सेवा त्यसलाई पनि अब सबै भन्नुपर्छ। ओत निगेसङ सेमा माङ सेवा सम्माङे सेमा माङ सेवा हाङ हाङ आयाम माङलाक सेरो हाङ हाङ आयाम माङलाक सेरो ओत हाङ हाङ आयाम माङलाक सेरो भनेर चाहिँ साङसाङलो ओसे सेरो ओसेन दिदिङ सेवाको सेवाहरू भनेर चाहिँ हामीहरूले यो यति लामो छ। हामीसँग नुहाइसकिन्जेल भन्नुपर्छ यो मुन्धुमटा। अब हामी चटी पिसाब गरिसकेपछि हात धुनुपर्छ के भन्ने त। पारा चोकमा तगी भनिसक्यो। अब पारा चोकमा एगाम पारा चोकमा अङ्ग वसिसीमा मुन्धुमेन। अब के छ भन्दा अब चबकेन थुङमा वा धुङदिङ वा माङलाक माङे इङ्गा केनावा इंगा के नावा के जैसा वह हम था सांगे ओ वह मांगे सेवारो ओ वह माने को पानी हो त पानी लाई सेवा गरे इंगा वह हम था सांगे ओ वह मांगे सेवारो वह हफ ओ तो वह हफ भनेको त्यसो भने अब पोगुजा चामेले मुन्दुङको इक्सादिङ खाम्बेक माङ जबकिङ थुवा माङ अब त्यही 75 तला भन्नुपर्छ
Tisadingga khambek mang cabatengga thungama midungdingga mirak mang kedangdingga sarit mang tarangdingga tangsang mang ot mangi sakmadingga kemang nuwa khi भनेको खाने sakmadingga kemang nuwa khi ga uksoreka temsung mang changile आदिले समातेर खाँदाखेरि मलाई अब चाङ्गिले चाङ्गु सक्मा हिस्कुमनिका निमा तेल खान्जाङ साङ्गा इजाङ कोसाङ हो भन्छ अब खानेकुरा त खायो त्यसै त खाइन्न नि शक्ति मागेर खानुपर्छ त्यसै खानुहुन्छ आफू जपेर आफू लाउँदाखेरि चाहिँ ओ तागेर नुवाको मागे सिवार समाधिमा के माग्दा त खापु निसा माग्लाको खापु निसा माग्लाको भनेको खरानीको शक्ति चाहिँ छ है खापु निसा माग्लाको भनेको चाहिँ माग खापु निसा माग्लाको अनि थङथङ येप्चिता पोगे अंग का तिङदिङ ना है हारा बिसुङ लायो लासो ले निवा माक्निवा हेनिवा फेनिवा हेन्जोक फेम्बाङ हाकिया माया ले छम फुङसाङ सुबु फंग केरेक्के ता फेम्बा निवा क्या तागेरा नुवाफु मंगलेगा ता फेम्बा हा केरेके नुवाफु मंग पाचाल इखे ओ भन्छ नराम्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हारा मिक्सुन लायो लासो माक्निवा हेन्निवा फेन्निवा फेन्जोक फेम्बान इन्लोक लक्लम तान्दोक लक्लम इन्दोक लक्लम माङखापु तोक्लम निवा तोदे ओत सकमा तोदे लासमा है ओत निवा तोदे ओत सकमा तोदे खतलन हाङ भनेर चाहिँ अनि चाहिँ ठ्याक्क टिका लाउनु है त्यसरी चाहिँ हामी माग टिका लाउँदा पनि आज हाम्रो माघको जन्म जयन्ती कार्यक्रममा लागि आज आइतबारको दिन नोभेम्बर 9 तारिक भेला भए अब हाम्रो ओमकार गरेर 141 बाती बालेर भजन कार्यक्रम गरेर त्यसरी नै अगाडि बढ्यो सबैलाई सेवाहरू हुँदै म त खासै नसक्दा होइन त्यही पनि यहाँ भर्खर भइरहेको छु त्यही पनि यो 2025 सालको पहिलो पुसिमाङमा 141 जन्मजयन्तीमा हामी मेचिगनवासी अब कसैले यो भिडियोहरू हेऱ्यो भने युएसको मेचिगन भन्नुपर्छ हामीले अमेरिका भन्यो भने साउथ अमेरिका धेरै छ हामीले युएसको मेचिगन भन्यो भने चाहिँ ठ्याक्कै यो ठाउँ छ त्यसले गर्दा हाम्रो यो सेवा चाहिँ आज अलिकति 25 कार्तिक 25 गते नै नपर्खेर अघि नै सेवा सामग्री सक्नु भएको छ त्यसलाई नपर्खेर कारण किन भन्दाखेरि हामी यो ठाउँमा बसेर चाहिँ कामलाई फलो गर्नुपर्ने हुन्छ काम बिना माम हुँदैन माम बिना धर्म कर्म हामी मान्न सक्दैनौँ मान्छे रहेर पो धर्म कर्म मान्छौँ मान्छे नै रहेन भने धर्म कर्मको के अर्थ होइन त मलाई त्यस्तो लाग्छ त्यसले गर्दा हामी मान्छे कहिले बाँच्नु पर्यो मान्छे बाँचेपछि मात्रै धर्म कर्मको सिद्धान्तहरू आउँछ त्यसले गर्दाखेरि नै हामी मान्छे बाँच्नुको लागि कामलाई हामी प्राथमिकता दियौँ त्यसले गर्दाखेरि अलिकति अगाडि भए पनि हामी जुन हामीमा एउटा छुट्टी छ शनिबार आइतबार त्यसलाई नै हामी मान्यता दिएर पनि यो सेवालाई सफल पारेको छौँ र यहाँ गीतहरू बाल्दैछौँ 141वटा गीतहरू बाल्दैछ त्योभन्दा पहिले यहाँ हामी विभिन्न उपदेशहरू सुन्यौँ जस्तै आदि कुराहरू जुन चाहिँ हेर्दाखेरि जुन अघि भन्नुभयो यो चाहिँ हामीले पक्कै पनि सकेर हिँड्नुपर्छ हामी गाडीमा हिँड्छौँ
गाडीमा हिँड्दाखेरि हरेक किसिमको म त अब 45 मिनट आधा घन्टाभन्दा बढीको बाटो हिँड्छु विभिन्न किसिमको मान्छेहरू भेटिन्छ बाटोमा त्यो पनि देखिँदैन गाडीले गाडीलाई किन गर्छ हो यस्तो कुरालाई चाहिँ हटोस् है भनेर यो मन्त्रलाई चाहिँ हामी सेवाशाला सम्बन्ध गर्छौँ सेवाशाला आज यो कुरालाई चाहिँ हामी पक्कै पनि मनन गरेर हामीले जोडेर प्रत्येक व्यक्तिले हामीले सिकेर हिँड्नुपर्छ मैले अस्ति पनि भनेको थिएँ पक्कै पनि टर्दो रहेछ मैले त तारेको छु अब बेला बेला यो के अरे प्राकृतिक प्रकोप भन्छ यो मृगाहरू यसले चाहिँ मलाई हेरचाह छ र जस्तै अगाडि दुश्मनीहरूसँग म तारिएको छु कसैले पछाडि लिएर हाल्नुहुन्छ कसै अगाडि गएर हाल्नुहुन्छ कसै के गर्नु यो दुश्मनीहरू यो बिना बित्थामा बाटोमा रिस उठेर हिँड्नु तर हामीले त्यो मन्त्र चाहिँ जगेर हिँड्यौँ भने पक्कै यो चाहिँ मलाई एकदम विश्वास छ र तपाईँलाई विश्वास पनि लाग्यो हामी सबै गाडी सबै काममा जान्छौँ र यसो भन्दै के हो भन्दाखेरि हाम्रो अगुवा फल्कुनन्दले चाहिँ योभन्दा पहिले हामी प्राकृतिक पूजक हुन्छ होइन योभन्दा पहिलेदेखि नै हामी किराँती थियौँ तर हामी पक्कै पनि हराएको थियौँ बिचमा हराएको थियौँ यसकारण महाकुरो आएर यो किराँतीहरूलाई चाहिँ अलिकति जागरण गरेर नुनधुन देवहरू लिएर यो है भन्ने बाटो देखाउनुपर्छ र यो बाटोलाई हामी छोड्नु हुँदैन र अँगाल्नुपर्छ र यो धर्मभित्रको किराँत धर्मभित्रको कर्म छ धेरै कर्महरू छ यहाँ सुनि यो सबै कर्महरू हामीले अपनाउनु पर्ने कर्महरू जन्मेदेखि मरुन्जेलसम्मको कर्महरू छ हुँदाखेरि मरेको जानेसम्मको कर्महरू छ यो कर्महरूलाई चाहिँ पक्कै पनि अवलम्बन गर्नुपर्छ पछ्याउनुपर्छ त्योभन्दा कर्मभन्दा बाहिर कुरालाई हामी पक्कै पनि दिनु हुँदैन भन्दै यो दुई शब्दलाई यही राख्यो ठुलो अन्तर्जाल पनि छ बोल्नु छ भने बोल्नुहोस् होइन सेवाशाला नित्य कर्म छ जोड्न चाहे सबै बाँडिसक्यो अझै थुप्रो कुरो छ त
अनि बाल सक्नुपर्छ होइन बालले बालले गर्नुपर्छ सबैलाई बाल्ला अब भरे रलको फ्यामिलीको बालीसँग र उब्रियो भने फेरि किरा धर्मको
संस्कार पछाडि यो सालको जन्मदिनमा यो साललाई बिदा हुनेछ। सबै भक्तजनहरू यहाँ अब विराट मन्त्र अन्तिममा खाजा पान गरेर हामी छुट्नेवाला छौँ। के गर्नु दिनैपर्छ। आज एकैछिन 8 बजेदेखि 3 बजीसम्मको समय लिएर हामी जीवनवासी यो जन्म जयन्ती समारोह आजलाई यसरी नै समाप्त गर्ने निधो गरियो र समाप्त हुँदै सेवा गरौँ ल। Sampurna Prasupraniko Sampurna Mechigan Basakirako Sawa Yakakirako बेला गयो नि